विद्यार्थीले चाहिँ कुनै रेस्पन्स छैन बाबु के भयो तपाईँलाई तपाईँ किन के समस्या भयो सरतिर ध्यान छैन के भयो भन्नु त हामी तपाईँलाई सहयोग गर्न सक्छौँ ठिक त छ तिमीलाई ठिकै छ बाबु बिहान खाना खानुभएको थियो अझै बोल्नुभएको खानुभएको थियो के भयो भोक लागेछ मलाई मर्न मन लाग्यो सर मर्न मन लाग्यो है किन होला त्यस्तो भएको केही समस्या छ कि घरमा कुनै प्रब्लम छ कि मलाई कसैले माया गर्दैन सर नहात्तिनु हामी गर्छौँ नि माया के कारण हो भन्न सक्छौ घरमा बाबा मम्मीहरूको बेमेल छ सर अब हामी तपाईँलाई माया गर्छौँ बाबा आमालाई पनि हामी सम्झाउँछौँ होइन यस्तो सोच राख्नु हुँदैन म इक्जाममा फेल भएँ सर फेल पास हुने कुरा स्वाभाविक हो हुन्छ पढेपछि पास फेरि पनि भइन्छ सबभन्दा यो मर्ने सोच मनमा ल्याउनु भन्दा पनि त्यो समस्या समाधान हुने कुरालाई त हामी पहिला समाधान गरौँ न त्यस्तो मलाई कसैले पनि साथी बनाउँदैन सर साथी म भन्छु यहाँहरू पनि भन्नुहुन्छ होइन तिम्रो साथी हामी छौँ नि बाबु तपाईँ साथी बन्नुहुन्छ नि हो त नि सबै साथी हो तपाईँ त्यस्तो सोच नराख्नु राम पनि तिमीसँगै घुम्छ राम पनि बेस्ट फ्रेन्ड होला तिम्रो त्यो पनि साथी हो हामीले त झन् पुच्छर बनाइदिन्छु सर रामलाई सम्झाउँला त्यस्तो गर्नु हुँदैन भनेर साथीलाई माया गरेर जिस्काएको हो साथी उसले त माया गरेको नजिकको साथी सोचेर गरेको नि त अरूलाई त बनाउँदैन त उहाँलाई बनाएको तपाईँले नजिक सोचेर बनाएको हो नि सरले मलाई तेरो जिन्दगी खत्तम छ भन्नुहुन्छ सर कुन सरले भन्नुभयो बाबु मलाई राम सरले भन्नुहुन्छ अबदेखि भन्नु हुँदैन अबदेखि भन्नु हुँदैन उहाँले है उहाँलाई हामी सम्झाउँला यस्तो सोच नराखौँ सबै हामी सबै साथी हो जिन्दगीको कसैको खत्तम हुँदैन यो जिन्दगी त धेरै विकल्पहरू छन् बाँच्नको लागि कोही साथी बन्दैमा अरू धेरै छन् नि मान्छेहरू साथी बन्ने साँच्चीकै सहयोग गर्नुहुन्छ सर हामी सहयोग गर्छौँ माया गर्छौँ सहयोग माया गर्छौँ गर्छौँ बाबा मम्मीलाई पनि सम्झाउँछौँ गर्दैनौँ होइन बाबा मम्मीलाई पनि अब त्यो बच्चाको अगाडि यस्तो असर पर्यो तपाईँहरू झगडा नगरिदिनु बाटो दिन्छौँ समाधान है हस् हुन्छ